लाइन लाग्नुपर्छ गाइज। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डिफ्रेन्ट छ अलिकता है। यो हेर्नुहोस्, यो चाहिँ बियरको क्यानहरू, एनर्जी ड्रिङ्कको क्यानहरू छ। म चाहिँ जान लागेको चाहिँ सुपर मार्केट हो, यताको सुपर मार्केटमा यो रिसाइकल हुन्छ। यसलाई रिसाइकल गरेको बाबत चाहिँ हामीहरूलाई यताको यसको चाहिँ 10 सेन्ट पाइन्छ होइन, 10 सेन्ट पाइन्छ। यो सबै म रिसाइकल गर्नेछु। रिसाइकल गरिसकेपछि चाहिँ हजुरलाई अनि चाहिँ कति पैसा हुन्छ यसको ट्याक्कै युरोलाई कन्भर्ट गरेर होइन, नेपाली रुपिजमा भन्नेछु। ल गाइज, म त लागेँ, लेट्स गो। ल गाइज, म चाहिँ फाइनली पुगेँ है सुपर मार्केट। यो चाहिँ सुपर मार्केट हो। सुपर मार्केटमा उता चाहिँ रिसाइकल, ऊ मान्छेहरू पनि देखिरहेको छ नि लाइन लागेको। त्यहाँ चाहिँ रिसाइकल गर्ने ठाउँ। हेर्नु होला, यहाँ चाहिँ रिसाइकल लेखेको छ पुरै। यसरी लाइन लाग्नुपर्छ गाइज होइन। हामीहरू मात्र होइन कि युरोपियनहरू पनि यहाँ चाहिँ रिसाइकल गर्छन्। ओ हेर्नुहोस्, यसरी रिसाइकल गर्छन्। यो हेर्नुहोस् गाइज, पुरा रिसाइकल देखेको छ माथि कुरेसनमा। यो चाहिँ मसिन हो, यहाँबाट चाहिँ रिसाइकल हुन्छ। यहाँबाट बोतल हाल्ने यो रिसाइकल गर्ने ठाउँ हो। अनि यो चाहिँ यो सपको नाम हो, सुपर मार्केटको नाम डिडिल हो होइन। दुईवटा मसिन हुन्छ, एउटा मसिन चाहिँ यो अनि एउटा मसिन यो। ऊ गरिरहेको छ लेडीले, यहाँको मान्छेले पनि गर्छ। यो मेरो बोतल भइहाल्यो होइन, म पनि लाइनमा छु। यो एउटा भाइ छ, यो गरिरहेछ। अनि त्यसपछि चाहिँ मेरो पालो आउँछ गाइज। अब यो चाहिँ मेरो भइहाल्यो। म चाहिँ पुरै बोतल चाहिँ धेरै छ, त्यो हिसाबले चाहिँ अब कति हुन्छ गाइज। पुरा यसरी चाहिँ रिसाइकल गर्नुपर्छ यहाँ। हेर्नुहोस्, कोही बोतलहरू कस्तो हुन्छ भनेपछि जाँदैन, नगएपछि त्यसलाई चाहिँ रङ भनेर निकाल्नुपर्छ। कोही बोतलहरू यस्तो हुन्छ रिसाइकल हुँदैन, नत्र म्याक्सिमम् बोतलहरू चाहिँ रिसाइकल हुन्छ। बोतलहरू, क्यानहरू, मसँग त क्यानहरू मात्रै छ, बोतल पनि हुन्छ। हेर्नुहोस्, त्यहाँ अब स्क्रिनमा छ नि, त्यो ट्याक्कै देखाइरहेको छ। त्यहाँ पैसा बढ्दै जान्छ। यहाँ चाहिँ युरो आइरहेको छ। यो चाहिँ 8 युरो होइन। यो पनि 8 युरो, यो 3 युरो 10 सेन्ट। 8 का 8 9 16 17 18 19 युरो 10 सेन्ट ट्याक्कै भयो रिसाइकल गरेको मैले। पैसा लिए पनि हुन्छ। म चाहिँ अब सामान किन्ने हो होइन, भित्र जान्छु। म चाहिँ सामान किन्छु, सामान किन्ने हो। अरू बचेको चाहिँ पैसा लिन्छु अब। ल गाइज, बोतल पनि रिसाइकल गरियो। अहिले चाहिँ ट्याक्क मैले सामान पनि किनेँ। केही सामानहरू छन् यहाँ, देखाउन सक्दैन हजुरलाई होइन। सामानहरू पनि किन्यो। दुईवटा ब्याग छ होइन। 19 युरो 10 सेन्ट भनेपछि ट्याक्कै तपाईँको 3500 चाहिँ नेपाली भयो। सबैले लाइक कमेन्ट चाहिँ गर्नु नबिर्सनु होला है। लभ यु गाइज।